तपाईँले लेख्न पनि त्यस्तो मजा लाउने है फिल्मै लेखिदिनु भयो है तपाईँले है भने यार म त लेख्न सक्नु लास्ट गाह्रो काम जस्तो लाग्छ क्या बसे अलि भने अलिकति प्लिज यार म त है फिल्मै लेखेँ मान्छे लेख्नु भनेको त धेरै गाह्रो काम हामीलाई आधी घन्टाको स्ट्यान्डअप बिट लेख्नु कस्तो गाह्रो लाग्छ फिल्म भनेको त अलमोस्ट 2 घन्टाको होइन कति महिनामा लेख्नुभयो हजुरले दिनमै लेखिदिनु भयो 12 वर्ष भयो होला वर्ष लाग्यो वर्ष लाग्यो यो बसन्त लेखेको त अलि यो बसन्तले होइन फिल्म बनाउने सोचेको चाहिँ मेबी मैले त हामी भेट हुँदाखेरि चाहिँ भर्खर सोचेको थिएँ फिल्म बनाउने कुरा बुझ्नुपर्छहरू गर्दा भेट भन्नाले कुन गीतको लागि कोभिडतिर कहिले हो कोभिडमा चाहिँ मैले यसलाई अब फिल्म बनाउँछु भनेर सोचिरहेको थिएँ कि अनि त्यसलाई फिल्मको वेबाट कन्सेप्ट चाहिँ हजुरको दिमागमा पहिले थियो अनि तर चाहिँ मैले यो यसको जो जति पनि प्लटहरू छ जति पनि आइडियाहरू छ डिटेलिङहरू छ अथवा सब स्टोरीहरू छ त्यो चाहिँ मैले पहिल्यैबाट कलेक्सन गर्दै आइरहेको थिएँ जस ठ्याक्कै फिल्म अब फिल्म बनाउने भनेको चाहिँ 4 वर्ष चाहिँ मलाई ब्याक अफ द हेड त्यो स्टोरी अरू जे गरे पनि गलबन्दी बोला माया कुरा बुझ्नुपर्छ जति पनि यो बिचमा गीतहरू गरेँ तर मेरो मेजर एउटा ब्याक अफ द हेड चाहिँ त्यो चाहिँ थियो मेरो यो फिल्म छ है भनेर चाहिँ फाइनल ड्राफ्ट कहिले कम्प्लिट गर्नुभयो यो स्टोरी चाहिँ सेटमै गएर सुटिङ जानुभन्दा अगाडि चाहिँ अलिकति फाइनल ड्राफ्ट गर्नुभयो यो कहीँबाट सजेसनहरू लिनुभयो कि म त अहिले त झन् स्क्रिप्ट डक्टर भनिन होइन टर्म्सहरू आइरहेछ होइन हजुरहरूले के गर्नुभयो कि होइन यो मेरो भन्ने टाइपको किन सोधिनु पऱ्यो हान्ने भन्ने टाइपको कि स्क्रिप्ट कसैलाई किन हेर्नु कि उहाँले हेर्नुभएको स्क्रिप्ट हो तपाईँले स्क्रिप्ट डक्टरिङ गरिदिनु भएको अलि बढी सिरियसली कन्फिडेन्स चाहिन्छ नि त जस्तो हाम्रो टिम पनि को हो र मेरो भाइ छ होइन भाइहरू छ सुनिल छ चिफ असिस्टेन्ट डिरेक्टर छ सुनिल अनि सुनिल पछि चाहिँ अलि बढी स्क्रिप्टमा डिस्कस भएको भनेको चाहिँ मेबी सुसीमाजीसँगै होला भाउजूसँग डराउनु पर्छ फेरि चाहिँ अलि बढी डिस्कसन भएको चाहिँ के अनेस्टली भन्दाखेरि उहाँ खासै त्यति रिसेप्टिभ हुनु न उहाँ अलिकति मोर आफूले गर्न लागेको काममा चाहिँ मोर धेरै डिस्कसन भन्दा पनि आफूले जे भन्न खोज्नु भएको त्यसरी नै भन्नुहुन्छ विच इज गुड इन अ वे होइन किनकि आफूलाई कहिलेकाहीँ धेरै मान्छेहरूसँग कन्सल्ट गरिराख्दाखेरि नट नेसेसरी धेरै कन्फ्युजन धेरै नहोस् भन्ने हिसाबले पनि उहाँले त्यस्तो गर्नुहुन्छ नभए त्यस्तो डिस्कसनै भनेर मसँग पनि त्यस्तो डिस्कसन भएन इनपुट त दिनु होला तपाईँले स्क्रिप्टमा त अनि इनपुट भनेर त्यस्तो स्क्रिप्टमै इनपुट त्यस्तो त होइन तर किन उहाँको लागि फर्स्ट सिनेमा थियो होइन अब मैले फेरि अभियसली एज अ क्रिएटर एज अ डिरेक्टर अब मैले त्यसरी दिने भन्ने ठाउँै हुँदैन तर सुरुमा उहाँले स्क्रिप्ट सुनाउँदाखेरि चाहिँ यस्तो यस्तो हुन सक्ला कि भन्ने कुराहरू मात्रै तर त्यस्तो मेरो खासै इनपुट छैन कि आफ्नो मात्रै क्यारेक्टर थपिदिनु भयो तपाईँले त्यस्तो त म गर्दिनँ के त गर्नु होला गर्दिनँ म उहाँले के योगदान गर्नुभयो स्क्रिप्टमा चाहिँ होइन त्यही त उहाँले अलिकति सिनेमाको ल्याङ्ग्वेजबाट रिथिङ गर्नु न भनेर भन्नुभयो र त्यो सिरियसली मैले भने नि जस्तो म नर्मली अब मैले भन्न खोजेको हो यो गर्न खोजेको यो हो अब यसलाई प्राविधिक रूपमा मात्रै कसरी भन्ने कुरा हो सिर्जना भन्ने कुरा त जस्तो एउटा पर्सेप्सन त हो नि एङ्गल त हो नि तपाईँलाई एउटै कुरा फरक लाग्न सक्छ उहाँलाई सोध्यो भने यसलाई यस्तो गरौँ भन्न सक्नुहुन्छ त्यही भएर मलाई अलिकति दुईवटा कुरा छ कि एउटा चाहिँ अरूलाई देखाउन चाहिँ डर लाग्छ होइन यसले कसरी लिइदेला कसरी सोच्ला भन्ने अर्को चाहिँ मैले जे सोचिरहेको छु त्यो उसले अर्कै बुझ्देला अनि म अलिकति कस्तो भने अब सर्जक भएको हिसाबले पनि होला कहिलेकाहीँ चाहिँ अरूको कुराहरूमा अलि उ भइन्छ कि जस्तो इन्फ्लुएन्स भइन्छ अथवा हो कि जस्तो अलिक बढी छिटो कन्भिन्सिङ मेरो एउटा क्षमता भनेको म कन्भिन्स पनि गर्ने उहाँले भने जस्तो कन्भिन्स पनि गर्न सक्छु र एट द सेम टाइम म कन्भिन्स हुन्छु पनि कि म त्यस्तो खालको नेचरको मान्छे छु सो मलाई अरूले भनेको कुरा चाहिँ छिट्टो नै हो क्या यार भन्ने लाग्छ कि त्यो भएर सुन्नै हुँदैन क्या सुरुमा म सुन्दिनँ क्या त्यही भएर सिरियसली भने टु बी अनेस्ट म धेरै जान्ने भएर भएर भन्दा पनि मलाई अरूले भनेको कुरा कन्फ्युजन हुन्छ नि सर्जकहरू त्यस्तो पनि हुन्छ कि जस्तो हामीले सबै कथाहरू हाम्रो त हुँदैन नि त हामी त अरूको कुराहरू टिप्ने हो अरूको लाइफ अब्जर्भ गर्ने हो अरूको भोगाइहरूलाई पनि लिने हो अनि उसको एङ्गलबाट सोच्न थालिन्छ नि त यसले यस्तो सोचिरहेको होला यस्तो भनिरहेको होला भनेपछि अरू कसैलाई सुनायो देखायो भने चाहिँ उसले आफ्नो कुराहरू राख्ला अनि म आफै कन्फ्युजनमा हुन्छु अथवा म कन्भिन्स हुन्छु र मैले जे देखाउन खोजेको त्यो कुरामा म अलि इमान्दार नहुन सक्छु भन्ने हिसाबले पनि मैले नर्मल्ली अहिलेसम्म
टेक्निकल रूपमा टिमलाई सुनाउने बाहेक मैले कसैलाई पनि तपाईँले भने जस्तो डक्टरलाई सुनाउने अथवा अरूलाई उ गर्ने त्यो एउटा प्रोसेसलाई म चाहिँ रेस्पेक्ट गर्छु होइन तर टु बी अनेस्ट स्वस्तिमाजी उहाँसँग पहिलोचोटि स्क्रिप्टमा डिस्कस भइसकेपछि चाहिँ मलाई अलिकति सिनेमाको ल्याङ्ग्वेजबाट अथवा सिनेमाको फर्मेटबाट चाहिँ रिथिङ चाहिँ गरेको थिएँ र मैले साँच्चीकै कसैको कुरा सुनेर अलिकति छाटकाट गरेको भनेको चाहिँ स्वस्तिमाजीको कुरा सुनेपछि नै हो। वाह वाह वाह